आनन्दको आवाजमा तपाईहरुलाई हार्दिक स्वागत छ। आज पनि म एउटा पुरानो कथा तपाईहरुलाई सुनाउँदैछु। आउनुहोस् सुरु गरौँ आजको कथा धनको घमण्ड। देवताहरू मध्ये कुबेर सबैभन्दा धनी थिए। कहिलेकाहीँ देवताहरू सम्पत्तिको खाँचो पर्दा उनै कहाँ पुग्थे, कुबेरले पनि खुलेर मद्दत गर्थे। बिस्तारै कुबेरलाई धनको घमण्ड चढ्दै गयो। उनको घमण्डका बारेमा देवताहरूलाई थाहा नभएको त होइन, तैपनि सबै चुप लागेर बसेका थिए। गणेश चाहिँ कसरी कुबेरको धनको घमण्ड तोड्ने होला भनेर सोच्दै मौकाको खोजीमा बसेका थिए। एक दिन कुबेरले ठूलो भोजको आयोजना गरे। सबै देवी देवताहरूलाई निम्तो पनि गरियो। भोजमा बलवान भीमसेनदेखि रिसाहा ऋषि दुर्वासासम्म आए। सबैजना कुबेरको ठाँटबाँड देखेर दङ्ग परे। एकैछिनपछि ठूलो भुडी हल्लाउँदै गणेश पनि त्यहाँ आइपुगे। कुबेरले गणेशलाई देख्ने बित्तिकै बडो सम्मानका साथ भित्र लगे। उनलाई विभिन्न प्रकारका खानेकुराहरू खुवाउन थालियो। गणेश आफ्ना अगाडि भएका सबै खानेकुराहरू खान थाले। मान्छेहरूले पनि दौडा दौड गर्दै खानेकुरा ल्याए। जति खानेकुरा ल्याए पनि गणेश एकै गाँसमा सिद्धाइदिन्थे। गणेशलाई खानेकुरा थप्दा थप्दा पकाएका सबै खानेकुराहरू पनि सकिए। अझ पनि गणेशको भोको पेट भरिएको थिएन। उता भान्सामा अरू खानेकुराहरू तयार गरिँदै थियो। यता गणेश अझै खानेकुरा ल्याऊ भनेर माग्दै थिए। खानेकुरा ल्याउन ढिलो भयो भनेर गणेश आफै भान्सामा पुगे। उनी पकाउँदा पकाउँदैका खानेकुराहरू झिकेर खान थाले। भान्साका सबै खानेकुराहरू पनि सिद्धियो। गणेश, मलाई अझै खानेकुरा चाहियो भन्दै कुर्लन थाले। कुबेरले गणेशसँग बिन्ती गर्दै भने, अब त नपकाएको दाल चामल र तरकारी मात्रै बाँकी छ, एकछिन पर्खनुहोस्। गणेश झन गर्जेर, खोइ कहाँ राख्या छ, त्यही भए पनि ल्याऊ भन्दै भण्डारतिर पो लागे। भण्डारमा भएका सबै अन्नपात उनले काँचै खाए। एकैछिनमा गणेशले भण्डारै रित्तो पारे। आफ्नो त्यत्रो भण्डार पनि रित्तो भएको देखेर कुबेरको हंसले ठाउँ छोड्यो। कुबेर डराउँदै भन्न थाले, अब त भण्डारमा सबै थोक सकियो, एकछिन पर्खनुहोस्, म बाहिरबाट मगाउँछु। यो सुनेपछि गणेश झन रिसाएर भन्न थाले, तिम्रो भण्डारमा मलाई पेटभरि खुवाउन पुग्ने अन्न पनि छैन भने मलाई किन डाकेको त? मलाई त ज्यादै भोक लागेको छ, तिमीलाई भए पनि म खान्छु। गणेशको यो कुरा सुनेर कुबेर डरले भाग्न थाले। कुबेर अघि अघि भाग्दै गए भने गणेश पछि पछि लखेड्दै गए। धेरै बेरको दौडा दौडपछि कुबेरले शंकरलाई गुहार्न कैलाशमा पुगे। कुबेरलाई देखेपछि शंकरले भने, कुबेर, तिमी किन यसरी आत्तिएका छौ, के भयो? कुबेरले हात जोड्दै भने, प्रभु, मैले बिराएँ, मेरो ज्यान बचाउनुहोस्, मैले बित्थ्यामा धनको घमण्ड गरेँ। शंकरले गणेशलाई पनि सोधे, गणेश, कुबेरलाई किन लखेटेको? गणेशले भने, कुबेरले मलाई निम्तो दिएर पेटभरि खान दिएनन्, यिनले मेरो अपमान गरे, त्यसैले यिनलाई लखेटेको। पेटभरि खान पाइएन भन्दैमा लखेट्नुहुन्छ त? कुबेरलाई नलखेट, तिमी भित्र जाऊ र आमासित मागेर पेटभरि खाऊ। शंकरले गणेशलाई सम्झाएर भित्र पठाए। अब भने कुबेरलाई आफूमा धनको घमण्ड भएको कुरा थाहा भयो। कुबेरले अब कहिले पनि घमण्ड नगर्ने प्रतिज्ञा गरी त्यहाँबाट फर्किए। यो कथा यति नै। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो कथा वैकुण्ठमा जाला। यदि तपाईले कसैलाई भन्नु पर्यो भने खुरुखुरु खुरुखुरु तपाईसम्म आइपुग्ला।